सुशीला कार्की आमा एक साधारण किसानकी छोरी जसले नेपालको इतिहासमा दुईवटा ठूला कीर्तिमान रचिन्। नेपालकी पहिलो महिला मुख्य न्यायाधीश र पहिलो महिला प्रधानमन्त्री। 2025 सेप्टेम्बरमा जेनजी क्रान्तिले देश हल्लायो। भ्रष्टाचार विरुद्ध युवाहरूको आन्दोलनले प्रधानमन्त्री केपी ओलीको राजीनामा आयो। देश अन्योलमा पर्यो। तब युवाहरूले डिस्कर्डमा छलफल गरेर उनको नाम अगाडि ल्याए। 12 सेप्टेम्बर 2025 मा उनी अन्तरिम प्रधानमन्त्री बनिन्। उनले भनिन्, मलाई यो पद चाहिँदैन थियो, तर जनताको पीडा देखेर चुप बस्न सकिन। उनको 6 महिने अन्तरिम सरकारको एकमात्र मण्डेट थियो निशुल्क, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन। भ्रष्टाचार अन्त्य, सुशासन र स्थिरताको वाचा गरिन्। निर्वाचन आयोगलाई स्वतन्त्र र बलियो बनाइन्। देशभर शान्ति कायम राखिन्, कुनै हिंसा हुन दिइनन्। धापासी मतदान केन्द्रमा मत हाल्दै उनले भावुक भएर भनिन्, मेरो कर्तव्य पूरा भयो, आज म खुसी छु। देशले आफ्नो नयाँ सरकार चुन्नेछ। धन्यवाद नेपाल। उनको नेतृत्वमा नेपालले लोकतन्त्रको परीक्षा पास गरी जेनजीको क्रान्तिलाई शान्तिपूर्ण निर्वाचनमा बदलिन्। यो उनको सबैभन्दा ठूलो योगदान हो। सुशीला आमाको यो कदम इतिहासको पन्नामा स्वर्ण अक्षरले लेखिनेछ। यस्तो महान कार्य गर्ने आमालाई माया गर्ने को हुनुहुन्छ कृपया कमेन्टमा आमा लेख्नुहोस्।